आजको भिडियो तपाईको जीवनकै महत्त्वपूर्ण भिडियो हुन सक्छ साथीहरु। लिटरली लाइफ चेन्जिङ भिडियो अन्तिमसम्म हेर्नु होला। रातिको 8 बजिरहेको छ। धनगढीको एउटा प्राइभेट बैंकमा 25 वर्षीय विक्रम अहिलेसम्म काम गरिरहेको छ। अहिलेसम्म फिर्ता गएको छैन घर। म्यानेजरले एउटा अर्को महत्त्वपूर्ण काम दिएको थियो 6 बजे। ल्यापटपको स्क्रिनमा बैंकिङ सफ्टवेयर चलिरहेको छ, तर विक्रमको आँखा त्यहाँ छैन। उता साइडमा आफ्नो मोबाइलमा एउटा ट्राभलर भ्लगरलाई हेरिरहेको छ। सुन्दर मुस्ताङ, नीलो राराताल र फ्रिडम। बस उसको दिमागमा एउटै प्रश्न घुमिरहेको छ, के अबको बाँकी जीवन पनि यसरी नै बित्छ त? उसरी त बाहिरबाट सबै सेट छ। केही समय अगाडि फेसबुकमा स्टार्टिङ न्यू जब भनेर पोस्ट गरेको थियो। आमा बुवाले भन्छन् छोरा लाइनमा लागिसक्यो। साथीहरु भन्छन् अब त मोजै मोज छ, स्यालेरी 1 लाख प्लस छ। केही समयपछि बिहे गर्ने कुरा चलिरहेको छ, तर उसलाई भित्रबाट केही टुटेको, केही फुटेको र केही नपुगेको महसुस भइरहेको छ। एक किसिमको खुसियालीपन, एक किसिमको अनौठोपन। यो फिलिङ्स मात्रै विक्रमको होइन, यो फिलिङ्स यो हजारौं, लाखौं र करोडौं नेपालीहरुको। त्यो मान्छे जो 20,000 को तलबमा बिहान बसमा अफिस जाँदाखेरि टिकटक स्क्रल गरिरहेको हुन्छ। त्यो मान्छे जो बिहानै बाइक चढेर अफिस जान्छ। त्यो मान्छे जो दिनभरि काम गरेर साँझ अफिसबाट घर आउँछ। त्यो मान्छे जुन विकेन्डमा स्याटरडेको दिन साथीहरुसँग घुम्न बाहिर जान्छ, साथीहरुसँग बसेर आइपिएल हेर्छ। फेरि आइतबारदेखि त्यही अलार्म, त्यही रुटिन र त्यही तनाव, फेरि त्यही सुरुवात। नमस्कार साथीहरु, 2024 मा ग्यालपले संसारको सबैभन्दा ठूलो वर्क प्लेस सर्वे गर्नुभएको थियो। 1,40,000 मान्छेहरुमा 160 देशहरुमा, र यसमा भेटियो संसारभरिकै वर्करहरुमध्ये 23% मान्छे आफ्नो काममा ट्रुली इन्गेज छन्। बाँकी 77% या त क्वाइटली क्विटिङ गरिरहेका छन् आफ्नो जबमा, या एक्टिभली डिसएंगेज छन् आफ्नो जबमा। साउथ एसिया र नेपालमा अझै खराब अवस्था छ। मात्र 20% मान्छे एंगेज छन्। मात्रै धेरै खुसी छैनन् कि यानी उनीहरू 18% ज्यादा प्रोडक्टिभ पनि छन् र उनीहरूको कम्पनीहरू 23% ज्यादा प्रफिटमा पनि छन्। प्रश्न यो होइन कि प्यासन फलो गर्न राम्रो हो या होइन। प्रश्न यो हो कि प्यासन फलो नगर्न कति महँगो परिरहेछ तपाईलाई, तपाईको वरपरका मान्छेहरूलाई र तपाईको देशको इकोनोमीलाई। आजको भिडियोमा साथीहरू तपाई र तपाईको करियर, तपाईको प्यासन, तपाईको सपनाको बारेमा केही यस्ता एडभाइस दिन चाहन्छु जुन सायद तपाईले पहिले सुन्नु भएको थिएन। फ्लो योर प्यासन, मनको सुन्नुस्, भित्र खोतल्नुस्, एक दिन सबै क्लियर हुन्छ। विक्रमले नि यस्तो मोटिभेशनल रिल धेरै हेरे। कोहीले भने क्विट योर 9 to 5 जब, तर कोहीले भने फ्लो योर प्यासन अनि लिसन योर हार्ट। तर प्रत्येक भिडियो हेरेपछि ऊ अझै धेरै कन्फ्युज हुन थाल्यो, किनकि समस्या यो थियो कि जति पटक उसले आफ्नो भित्र हेर्ने प्रयास गर्यो त्यति नै पटक उसलाई केही भेटिएन। फेरि उसले सोच्यो कि मेरो भित्र नै प्रब्लम छ, सायद मेरो भित्र कुनै प्यासन छैन। यहाँ दुईटा किसिमका मान्छेहरू देखिन्छन्। पहिलो त्यो जसले भन्छन् अरे भाइ यो प्यासन फ्यासन केही हुँदैन, यो सब बेकार हो, बस पैसा कमाउनमा ध्यान देऊ। दोस्रो त्यो जो विक्रम जस्तै भन्छन् कि म गर्न चाहन्छु तर मेरो प्यासन के हो थाहा नै छैन। वास्तवमा यो दुईटै किसिमको सोच्ने तरिका गलत छन्। 2018 मा स्ट्यानफोर्ड युनिभर्सिटीको रिसर्चरले एउटा धेरै ठुलो ल्यान्डमार्क स्टडी पब्लिस गर्यो। यिनीहरूले पायो कि विक्रम जस्तो मान्छेहरू फिक्स माइन्डसेटमा फसेका हुन्छन्। यिनीहरू त्यो मान्छे हुन् कि जसले सोच्छन् कि प्यासन जन्मजातै हो, प्यासन भित्र कतै लुकेर बसेको हुन्छ, खोज्न बाँकी छ। एक पटक भेटेपछि म दगुरेर त्यसलाई फलो गर्न लाग्छु। यो सोच गलत हो। स्टडीको अनुसार प्यासन कुनै लुकेको खजाना होइन कि बरु एउटा बिरुवा हो जसलाई उब्जाउनु पर्छ। प्रोफेसर क्याल न्युपोर्ट आफ्नो किताबमा लेख्नुहुन्छ, फलो योर प्यासन यसकारण खराब हो, यसले तपाईलाई प्यासिभ बनाइदिन्छ। तपाई हात समातेर बस्नुहुन्छ कि कहिले प्यासन मिल्छ, कहिले प्यासन आकाशबाट खस्छ। न्युपोर्ट भन्नुहुन्छ पहिले कुनै चीजमा जेन्युइनली राम्रो बन्नुस्, स्किल डेभलप गर्नुस्, मास्टरीबाट अटोनोमी आउँछ र प्यासन त्यहीबाट डेभलप हुन्छ। त्यसको मतलब फर्मुला यो होइन कि प्यासन खोज्नुस् अनि काम गर्नुस्। फर्मुला यो हो कि एक्सप्लोर गर्नुस्, ट्राई गर्नुस्, गहिराईमा जानुस्, स्किल बनाउनुस् र प्यासन आफै तपाईलाई देखिन थाल्छ। तर अब प्रश्न यो आउँछ, यदि फर्मुला यति सजिलो छ भने किन देशमा 80% मान्छेहरू किन गर्न सकिरहेका छैनन्? दिपाको कहानीबाट बुझ्ने प्रयास गर्नेछौँ। दिपा एउटा 32 वर्षकी म्यारिड वुमन हुन्। उनको सानैदेखि सपना थियो सेफ बन्ने, तर 7 वर्षसम्म सोच्दै रहन् कि अब मेरो उमेर गइसक्यो भनेर। एक दिन घरमा जन्मदिनको पार्टी थियो। उनले एउटा केक बनाइन्। धेरै
यही सुन्दर आकर्षक। पडोसीले देखि अनि भने यो बेचिदेऊ, तिमी यति सुन्दर केकको त तिमीले दोकान खोल्नुपर्छ। दिपाले हाँसेर टार्दिए। पडोसीले फोटो व्हाट्सएप ग्रुपमा हालिदियो र 4 अर्डर आइहाल्यो। अब अगाडिको कहानी त्यो हो जो मोटिभेशनल भिडियो तपाईलाई भन्दैनन्। पहिलो 4 अर्डर मध्ये एउटा केक खराब भयो। कस्टमरले यस्तो कम्प्लेन गर्यो कि दिपाले अर्को 3 दिनसम्म घरमा कुनै खाना पनि बनाएनन्। उनले सोच्न थालिन् कि कति ठुलो गल्ती गरे मैले, वास्तवमा मेरो औकात नै छैन यो सब गर्नलाई। यो त्यो मोमेन्ट थियो साथीहरू जहाँनिर 80% भन्दा बढी मान्छेहरूको लागि ढोका बन्द हुन्छ। दिपाको अगाडि पनि 2वटा अप्सन थियो, कम्फर्टेबल चोइस बन्द गरिदिनु र अनकम्फर्टेबल चोइस थियो फेरि ट्राई गर्नु। केही दिनपछि एउटा अर्को अर्डर आउँछ कोही अरू पडोसीको। दिपा फेरि प्रयास गर्छिन् र यस पटक केक राम्रो बन्छ। पहिलेको केही महिना फेरि अर्डर आउँछन्। बिस्तारै बिस्तारै दिपा आफ्नो काममा यति धेरै मगन हुन थाल्छिन् कि उनलाई समयको ख्याल नै भएन। दिपा यहाँ जुन महसुस गरिरहेको यसलाई साइन्समा फ्लो स्टेट भनिन्छ। जब तपाईहरू आफ्नो काममा यति धेरै डुब्नुहुन्छ कि तपाईलाई समय कुनै थाहा हुँदैन, न भोक लाग्छ न फोन हेर्न मन लाग्छ। जब तपाईको दिमाग अनि तपाईको बडी पुरै 100% एउटै चीजमा फोकस हुन्छ, तर आइरोनिकली यति धेरै फोकसको बावजुद तपाईलाई रिल्याक्स महसुस हुन्छ। यसलाई फ्लो स्टेट भनेर भनिन्छ। फ्लोमा मान्छेहरू 500% ज्यादा प्रोडक्टिभ हुन सक्छ। दिपालाई यो शब्द थाहा थिएन तर एक्सपिरियन्स थाहा थियो। 15 महिनापछि दिपाले बुटवलमा एउटा केक स्टोर, एउटा बेकरी, 2टा रेस्टुरेन्ट सञ्चालन गर्छिन्। घरको चुलोबाट सुरु गरेको थियो, 0 इन्भेस्टमेन्ट। आज अर्डरको कमी छैन। तर यो सब रातारात भएको होइन। बीचमा यस्तो समय पनि आयो कि भाडा तिर्ने पैसा थिएन, सामान किन्ने पैसा थिएन, ग्राहक थिएनन्। घरका मान्छेहरूले प्रेसर दिँदै भने बन्द गर, तर दिपाले बन्द गरेनन्। अब तपाईले त्यो काम खोज्नु पर्ने हुन्छ जसमा तपाईलाई फ्लो स्टेट महसुस हुन्छ। तर त्यो तपाईले सोचेर मात्रै थाहा हुँदैन, तपाईले गरेर महसुस गर्नुपर्छ। दिपालाई थाहा थियो उसलाई कुकिङ मन पर्छ, उसलाई चाहिँ बन्नु पर्छ भनेर, तर धेरै मान्छेहरूलाई थाहा नै हुँदैन उनीहरूलाई के मन पर्छ भने। यदि तपाई पनि यिनीहरू मध्ये हुनुहुन्छ भने गल्ती तपाईको होइन। जब तपाईको स्कुलबाट ट्रिप कुनै एउटा आर्कियोलोजी साइटमा गएको छैन भने आर्कियोलोजिस्ट हुन एक्साइटिङ कसरी लाग्न सक्छ। जब तपाईको फ्यामिलीमा कुनै मेम्बर ओरिन्थोलोजिस्ट छैन भने तपाईको मनमा ओरिन्थोलोजिस्ट बन्ने विचार कहाँबाट आउन सक्छ। साइन्टिस्टको बारेमा कुनै हलिउड मुभी हेर्नु भएको छैन भने कसरी तपाईलाई साइन्टिस्ट बन्न मन लाग्छ। स्कुलमा हामीलाई साइन्स रट्टा हानेर सिकाइन्छ। क्लासिक म्युजिकको कुनै ज्ञान सिकाइदैन। हामीलाई नेचर त मन पर्छ तर हामीलाई थाहा छैन कि इन्भाइरोमेन्टोलोजिस्ट बन्नुको के स्कोप छ भनेर। वास्तवमा साथीहरू संसारमा 12,000 प्लस करियर क्याटेगोरिजहरू छन्, तर नेपालमा एउटा एभरेज विद्यार्थीलाई मुस्किलले 9 देखि 10 करियर अप्सनहरू थाहा हुन्छ। इन्जिनियर, डाक्टर, लोयर, टिचर, सरकारी जागिरे, क्रिकेटर, एक्टर र युट्युबर, बस खतम कहानी। यसैले तपाईलाई आफ्नो प्यासन थाहा हुँदैन। यदि तपाईलाई आफ्नो प्यासन थाहा छैन भने त्यसमा तपाईको गल्ती छैन, किनभने सिस्टमले नै तपाईलाई एक्सप्लोर गर्ने मौका दिएन। वर्ल्ड क्लास परफर्मरहरूले पनि सुरुवातमा धेरै कुराहरू ट्राई गरेको थिए, जस्तै रोजर फेडरर। उहाँले बचपनमा फुटबल, बास्केटबल, ह्यान्डबल, क्रिकेट सबै खेलहरू खेलेको थियो, सबै खेलेका थिए, तर पछि मात्र टेनिसमा उग्रता देखाएर सफल भए। यस्तै कहानी छ महेन्द्र सिंह धोनीको। उहाँले पनि सानो हुँदा फुटबल, क्रिकेट, ब्याडमिन्टन सबै ट्राई गरेका थिए र स्कुलमा त आफ्नो फुटबल टिमको गोलकिपर नै थिए, तर पछि गएर उहाँ क्रिकेटमा सबैभन्दा महान प्लेयर बन्न पुगे। डेभिड एप्स्टिन लेख्नुहुन्छ कि जसले चाँडै स्पेशलाइज्ड गर्छ उनीहरू सर्ट टर्ममा अगाडि बढ्छन् तर लङ टर्ममा स्याम्पलर्स जित्छन्। वास्तवमा साथीहरू अब प्यासन खोज्ने पहिलो स्टेप यो होइन कि भित्र खोज्ने, पहिलो स्टेप हो बाहिर हेर्नुहोस्, संसार ठुलो बनाउनुहोस्। 30 दिनको लागि हरेक दिन एउटा नयाँ करियर एक्सप्लोर गर्नुहोस्। एउटा 3E फर्मुला दिनेछु जसले तपाईलाई स्टेप बाई स्टेप बताउने छ कि के गर्ने हो भनेर। अहिलेको लागि विक्रमको कहानीमा फिर्ता आउँ। विक्रमको लाइफमा यस्तो भयो कि एक दिन 15 घण्टा काम गरेर घर फर्किएको थियो। राति करिब 31 बजे सुत्यो र 4 बजे उसको निन्द्रा खुल्यो। छातीमा पेन, सास फेर्न गाह्रो, हात काम्न थाले। केही समयपछि ऊ हस्पिटल पुग्छ, ECG गराइन्छ र रिपोर्ट आउँछ। डाक्टर भन्नुहुन्छ हार्ट अट्याक थिएन तर पेनिक एट्याक थियो। डाक्टरले भने स्ट्रेस कम लिनुपर्छ। विक्रमले भित्रभित्रै सोच्यो, लेकिन कसरी? यदि मैले जब छाडिदिए त
EMI कसले भर्छ, मेरो फ्यामिलीको रेस्पोन्सिबिलिटी कसले पुरा गर्छ, घर खर्च कसरी चल्छ। मानिसको आधा तलब त EMI मा जान्छ भने टक्सिक जब छोड्न इम्पोसिबल हुन्छ। यही हो सुनको पिजरा र यस पिजराको सबैभन्दा ठूलो कारण फोमो हो। तपाईँ अरूले ठुल्ठुला फरेन ट्रिप गरि पो हाल्छन् कि, तपाईँ अरूले मेरो भन्दा राम्रो गाडी किनि पो हाल्छन् कि, कहीँ मेरो भन्दा महँगो कपडा किन्छन् भनेर। त्यसैले मैले अच्छा खासा पैसा कमाउनु छ। यो पिजरा तपाईको खुसी मात्रै होइन, तपाईको जीवन तपाईबाट खुसी रहेर यो सिस्टमलाई तोड्न सजिलो छैन। यो पिजरा तपाईको खुसी मात्रै होइन, तपाईको जीवन तपाईबाट खुसी रहेको छ र यो सिस्टमलाई तोड्न सजिलो छैन। यदि तपाईँ पनि यस पिजराबाट बाहिर निस्कन चाहनुहुन्छ भने तपाईको लागि एउटा प्र्याक्टिकल प्लान पनि छ। विक्रम जुन राति त्यो हस्पिटलको बेडमा बसेको थियो, उसलाई एउटा त्यस्तो चीज याद आउँछ जुन उसले 11 वर्षसम्म पनि गरेको थिएन, आफ्नै हजुरबुवासँग गर्ने वुड क्राफ्टिङ। त्यसपछि हरेक दिन उसले 15, 20, 30 गरेर समय दिन थाल्यो र काम गर्न थाल्यो। सुरुमा कुनै सेल भएको थिएन। एक दिन उसले आफ्नो क्राफ्टलाई सोशल मिडियामा पोस्ट गर्यो र केही समयपछि उसलाई विदेशीको अर्डर आयो। बिस्तारै उसको वुड क्राफ्टिङ बिजनेसले साइड बिजनेसको रूप लियो अनि अब उसँग टक्सिक जबबाट निस्कने एक्जिट पोइन्ट पनि थियो। अब तपाईलाई लाग्न सक्छ विक्रमसँग त वुड क्राफ्टिङको प्यासन थियो, तर मलाई त अहिले पनि थाहा छैन मेरो प्यासन के हो भनेर एउटा 3E फर्मुला दिन चाहन्छु जुन लेटेस्ट साइन्टिफिक रिसर्चमा आधारित छ। एक्सप्लोर, इन्गेज एन्ड एक्सल। पहिलो 30 दिनको लागि तपाईको लागि एक्सप्लोर मतलब नयाँ करियरहरू एक्सप्लोर गर्ने। 12,000 भन्दा बढी करियर क्याटेगोरी छन्, तर तपाईँ अझै पनि 10-15 मात्रै जान्नुहुन्छ। यसमध्ये 12,000 मध्ये अलग तपाईलाई 30 वटा जुन बेस्ट लाग्छ तपाईले छान्नुहोस्। अब 30 दिनसम्म तपाईले 30 मिनेट लगाउनु पर्छ हरेक करियरलाई एक्सप्लोर गर्नमा। स्टेप 2 एंगेज। आफैले गरेर हेर्ने र जुन करियर तपाईलाई मन पर्छ तिनीहरूलाई लिस्ट बनाउने। यो लिस्टमा भएका अब तपाईले एक्चुअलमा ट्राई गर्नुपर्छ, रियल लाइफ प्रोजेक्ट गर्नुपर्छ। 20 घण्टाको लागि यदि तपाईले 5 वटा चुज गर्नुभयो भने हरेकमा 1 महिना समय दिनुहोस्। 20 घण्टा महिनामा हुन्छ, हरेक दिनको 45 मिनेट। यसलाई कसरी गर्ने उदाहरणबाट बुझाउँछु। मानिलिनुहोस् तपाईले फोटोग्राफी एज अ करियर चुन्नुभयो। यसमा इन्गेज हुनलाई तपाईले कम से कम 100 फोटोज खिच्नुपर्छ। यदि तपाईँ वेडिङ फोटोग्राफीमा जान चाहनुहुन्छ भने कुनै विवाहमा गएर कुरा गर्नुहोस्, भन्नुहोस् म तपाईको फ्रीमा वेडिङ फोटोज खिच्छु, 20 घण्टासम्म एंगेज गर्नुहोस्। यदि तपाईले राइटिङ एज अ करियर चुन्नुभयो भने कम से कम 10 ब्लग पोस्ट लेख्नुहोस्। यदि कन्टेन्ट क्रिएसन आफ्नो करियर चुन्नुभयो भने कम से कम 20 घण्टा लगाउनुहोस्, अलग भिडियो बनाउनुहोस्। यदि तपाईँ 9 to 5 आफ्नो जबमा बिजी हुनुहुन्छ भने बिदाको दिन प्रोजेक्ट बनाउनुहोस्। ठिक उसरी नै जसरी दिपाले आफ्नो घरमा केक बनाउन सुरु गरेकी थिइन्, जसरी विक्रमले अफिस पछि राति गरेको थियो, जसरी उनी एंगेज गर्दाखेरि यो महसुस गर्नुहोस् कि यो फ्लो कुन काममा प्राप्त हुँदैछ। त्यसपछि आउँछ स्टेप 3 एक्सल। काममा यति राम्रो बन्नुहोस् कि मान्छेहरूलाई इग्नोर गर्न मुस्किल हो। धन्यवाद साथीहरू, आजको भिडियो होप सो तपाईहरुलाई राम्रो लाग्यो होला। यदि भिडियो मन पर्छ भने भिडियोलाई लाइक गरेर सब्स्क्राइब गरेर सपोर्ट गर्नु होला र सी यू इन अनदर भिडियो।